आज त सिंगै जिउँदो माछा बेबीलाई किनिदिएको। उनी खुसी हुँदै माछा खान पाउँछु भन्दै नाच्न थालिन्। अलराइट गाइज, वेलकम टु माई मिनी भल्ल। हप्ताको 6 दिन लगातार ड्युटी गर्ने मान्छेलाई थाहा हुन्छ एक दिनको बिदाको महत्व कति हुन्छ भनेर। सो आज म आफ्नो बिदा सदुपयोग गर्न र होल डे काहीँ कतै बाहिर घुम्न नगई बेबी सँगै टाइम स्पेन्ड गर्छु भन्दै माछा लिन म पुगे माछा पसलमा। वेट, बाटोमा बेबीलाई भन्दै थिए बेबी हिजो राति ड्युटी सकेर रुम जाँदै गर्दा यहाँ स्नेक थियो, म त खत्रै जम्प हान्देको भन्दै सधैँ सधैँ माछाहरू बाहिर नै राखेको देखिन्थ्यो, तर आज सबै माछाहरू भित्र नै राखेको देखे। यसको रिजन के रहेछ भनेर बुझ्दा यो गर्मीको सिजनमा माछा पस्ले दाइहरूलाई साह्रै नै दुःख हुँदो रहेछ, बिकज दिनभरिमा 3-4 पल्ट पानी फेर्नु पर्ने रहेछ रे। यति भन्दै हामीले एउटा सिंगै जिउँदो माछा जोख्न लगायौ। हाम्रोतिर जिउँदो माछाको रेट 480 पर केजी रहेछ भन्दै हामी लाग्यौ आन्टीको किराना पसल तर्फ, जहाँ हामीले 1 पाउ लसुनका साथ सलादको लागि एउटा काँक्रा लियौ। डर के आगे जिते भन्दै 1 लिटरको माउन्टेन ड्यू लिन खोज्दा ड्यू चिसो नै रहेनछ। मलाई त चिसो नभए नि चल्थ्यो, तर बेबीलाई चिसो नै चाहिन्छ। सो 5 मिनटको लागि भए नि एकछिन फ्रिजमै राखिदिनु भनेर ड्यू आन्टीलाई फ्रिजमा राख्न लगाई हामी बाहिर वेट गरियौ। एकछिनमै ल छोइ नसक्ने चिसो भएछ भन्दै आन्टीजीले बेबीलाई ड्यू दिनुभयो। फ्राईको लागि बेस्ट हुने सोयाबिन हाफ लिटरको तेलका साथ सबै सरसामग्री बोक्दै हामी पुग्यौ हाम्रो रुममा। सबै माछालाई बाहिर धारामा राम्ररी पखाली मजाले सफा पनि गरियौ। हम हई राजा तोहर रूपावा के रनिया, तुही मोर सोना के सुगनवा हो। I mean ये जहाँ आरा के ओठ लाली में, बलिया के बाली में, इंडिया काली काली में सुघर लागेलु, अखिए से गोली दागेलु भन्ने भोजपुरी गीत सुन्दै बेबीले सबै माछा फ्राई गरिन्। मस्त क्रिस्पी माछा फ्राई भइसके पछाडि बेबी त आज म यो पेपर प्लेटमा खाना खान्छु भन्न थालिन्, किनकि गाउँमा भोज नखाएको धेरै भयो रे। यो भोजको फिलको लागि भए नि म नि बेबी सँगै बसेर मस्त झोल माछासँग भात खाँदै पल्टे बेडमा। धन्यवाद।